1972 सालदेखि 82 सालसम्मको 10 वर्ष नेपाली काङ्ग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अँध्यारा वर्षहरू भए, ती काला दिनहरू भए, जसभित्र केवल सत्ता सत्ता सत्ता, शक्ति शक्ति शक्ति, त्यसका निम्ति सम्पूर्ण कुरा तिलाञ्जली दिने कुरा। म त सिद्धान्तका लागि शास्ति खानुपर्छ, सिद्धान्तका लागि शास्ति खानु पऱ्यो भने खान्छु, सिद्धान्तको लागि 8 वर्ष झ्यालखाना बस्नु पऱ्यो भने बस्छु, सिद्धान्तका लागि झुन्डिनु पऱ्यो भने झुन्डिन्छु, सिद्धान्तका लागि रेटिनु पऱ्यो भने रेटिन्छु भन्ने काङ्ग्रेसको बाट पढेर जानेर बुझेर आएको भनेको कार्यकर्ता हो नि। तपाईँ पनि थिए, हामी सबै थियौँ। तर गएका 10 वर्षभित्र अहिले एउटा नौजवानलाई मैले अघि भनेको कुराहरू भने भनेदेखि भने कहाँको काङ्ग्रेसको कुरा गरेको भनेर भन्यो भने मैले के भन्ने उसलाई, मैले उसलाई बताउनु पर्छ। यहीँको काङ्ग्रेसको कुरा गरेको 8 झ्यालखानामा 8 वर्ष बसेको बिपी कोइरालाको कथा यसो हेर्दै गर्दा सामान्य कथा लाग्छ नि। तर एउटा सानो चिरकटो कागजभित्र I am ready to work with you, your majesty भनेर मात्रै लेखेर, I am ready to work with you, your majesty भनेर मात्रै राजा महेन्द्रलाई लेखेर वा राजा वीरेन्द्रलाई लेखेर एउटा चिरकटो कागजमा लेखेर दिएको भए सिधा प्रधानमन्त्रीको कुर्सी प्राप्त हुन्छ। तर म शास्ति खान्छु, तर म सिद्धान्तमा सम्झौता गर्दैन भन्दै गर्दाखेरि 8 वर्ष 9 वर्ष झ्यालखानामा कोचेर बस्नुपर्छ। त्यो माथि चिनिएको बिपी कोइराला कथा हो, गाउँ गाउँमा यस्ता कथाहरू हाम्रा हजारौँ कथाहरू छन्।